माछिक्ने लाडो लाडो माछिक्ने ओए अभिरण्डीको छोरो त देख्नु कुराछस् माछिक्ने भालुको छोरो रण्डीको छोरो माछिक्ने ओए को ठमेलको भालु भन्ने तेरो आमाले ठमेलमा चिका थियो अरे क्या रण्डीको छोरो तेरो आमाले ठमेलमा चिकायो भनेर थाहा पाएको क्या माछिक्ने 500 रण्डीको छोरो तेरो आमाले 500 मा चिकायो भन्दै पनि त्यही सोच्छस् रण्डीको छोराहरू माछिक्ने एउटा केटी मान्छेसँग तुम खेल्न नसकेर माछिक्ने बासोस् रण्डीको छोरा नामर्दाहरू तिमी केटी मान्छे हो रिक्वेस्ट पठाउँदै यो अभि रण्डीको छोरालाई यो माछिक्ने बोल्ने माछिक्ने यसको आमाको चितुवा मुनि यसको आमाको कस्टमर हो क्या झगडा गर्ने रे मसँग एक्लै माछिक्नेलाई त रण्डीको छोराको अन्डर हैन औकात छैन कि लेभल मिलाएर लेभल तेरो रण्डीको छोरा देखे यता त्यो माछिक्ने औकात देखे भालुको छोरा माछिक्ने त्यो टुक्रा भालुहरूले बेइज्जत गरिरहेका हुन्छ अनि केटाहरूले भनेको त अन्चिक्ने भालुहरूले गर्ने बेइज्जत हुन्छ भनेछ हेर न भट्टाको पो यो रण्डीको छोरा भट्टा 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 सुन न गाइस यो भट्टाको हेर न यसको आमाले ठमेल चिका खारे यसको आमाको बारेमा कति कमाएछ यसको आमाको बारेमा भन्दा सुन गाइस सबले यसको कालो पुती भएको आमाको सुन त्यहाँ कुरा सुन के हो खै बोल न बोल्यो हरायो क्या माछिक्ने बोल न बोल खै किन नबोल्नु किन बोल्छस् भालुको छोराहरू बोल के माछिक्ने डराएर लेखेर पढ्दैछस् मुजी लेखेर हेरेर भट्टाउँदैछस् ए मुजी 2-3 जना गल्छेहरु भन्नु पर्दैन मुजी नसुन्नेहरु एउटा जना माछिक्ने गले रोके है पैसा चाहियो होला वे पेटीएम गर्दै त उ गर्दै त मुजी सेवा गर्दै त औकात छ भन्नलाई ओए भाइ तेरो औकात छ औकात छ मेरो त राजा मलाई यो माछिक्ने मलाई मेरो औकात देखाउँछु रण्डीको छोरा आइजे माछिक्ने जस्तो हैन माछिक्ने आमाले मुजी ठमेलमा चिकाउने छोरालाई मुजी पढाउन पठाउन त जस्तो हैन रण्डीको छोरा बुझिस माछिक्ने अलिक लेभल हेरेर कुरा गर माछिक्ने यो गेममा धेरै बिग्रियो रे भाइ माछिक्ने औकातले कुरा गर्छ नि रियलमा हेर रण्डीको छोरा औकात छ तेरो माछिक्ने मुजी भाडाम त माछिक्ने ठुलकुरा जस्तो रण्डीको छोरा औकात हैन एक पैसाको छैन माछिक्ने ठुलकुरा जस्तो मान्छे चिनेर बोल माछिक्ने बुझिस औकातको कुरा मान्छे चिनेर बोल माछिक्ने औकातको कुरा स्क्रिनशट पठारे मुजी पैसा कति छ हेरौँ रे मुजी के हेरेर के त मुजी आउने हो कि त माछिक्ने 5 रुपैयाँ झिकेर देखा त रण्डीको छ ठुलकुरा जस्तो माछिक्ने त चाहिँ 5 रुपैयाँ झिकेर देखा त मुजी एउटा माछिक्ने औकात कुरा गर्छ रण्डीको छ 5 पैसाको औकात छैन रण्डीको छोराहरु औकातको कुरा गर्छ माछिक्ने तेरो आमाले ठमेलमा चिकाउन पठाए जस्तो सोचिस क्या रण्डीको तेरो आमाले किन नाङ्गे अनुहार तेरो आमा कालो पुती देखाउँथे क्या माछिक्ने तेरो बाउला त्यसैले पठायो क्या तेरो बाउला माछिक्ने तेरो आमाले मुजी कतिको चिकाएर माछिक्ने त रण्डीको छ ओइ मुजी पाले पिलो बोल रण्डीको छोराहरु एकैचोटी बोल्छस् मुजी एउटा केटी मान्छेसँग बास्न मुजी 10 जना भालुको छोराहरु पाले पिलो बोल भने के रण्डीको छोराहरु सुन्दैनस् माछिक्ने हेर न थुक्क माछिक्ने एउटा मुजी एउटा ओइ मर्दको छोरा छ नि मुजी पाले पिलो बोल माछिक्ने
ए मुजी त चिक्न के खाना भुकी राख्छ चिक्न मुजी नसक्ने झगडा मुजी एकजना मात्र बोल्छ मादरचोद माछ रन्डीको छोरी मुजी भात रन्डीको छोराले मलाई तन रन्डी केटाहरुको लडाई लडाई हानेर मार्देला है मुजी जा तेरा आमाको चाकमा लाडे लाडो हाले मार्देला केटाहरुले तेरा आमाको तेरा साथीहरु यहाँ कतिजना तेरो के जान्थे माछ किन हो र यसरी झगडा गर्ने चाहिँ त्यही भने हेरौँ त यहाँ माछ सिक्ने कतिजना छ यिनीहरूको सबको लाडो छिरे क्या तेरा आमाको कालो पुतीमा माछ तेरोमा चाहिँ छिर्छ अब माछ यतिकै गरेर मादरचोद रन्डी माछ